लाइभ मतलब के जीवनको बारेमा यति बेला हो भाइ अब अहिले त निस्किन्न फेरि पनि आइसकेको छौँ हाम्रो चाहिँ अहिले गिटारको तार टुटेको छ यहाँनिर सेन्सेसन हाम्रो चाहिँ गिटारको तार टुटिसक्यो एउटा स्ट्रिङ चाहिँ टुटेको ल है भाइ गयौँ हामी केटा आउँछ हामी मामेको भ्लगमा मेरो त गिटार बनाउनु हेरेको एउटा एकछिन टुट्यो तर दुईवटा फेर्ने क्या जति मैले हल्का शरीर बेला दिन्छ फेरि त्यति बनाउँला अनि फर्किँदा है त ल मेरो घर छ उता चाहिँ भाइहरू खेलिरहेको छ सो गाइज हामीहरू चाहिँ मणिग्राम आइसकेको छौँ हाम्रो सेन्ट यो चाहिँ यता मणिग्रामको यो यताबाट के आउँछ अनि यता सटर लाइनहरू छ कि यताबाट चाहिँ स्केयर पार्क जान्छ मणिग्रामको त्यो ठुलोवाला अहिले हामी चाहिँ मणिग्राम छौँ यता सटर लाइन देखाइदिन्छु हजुरलाई हेर्नु 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 हो चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ भनेको चाहिँ होइन त्यहाँ गिटार बनाउने स्ट्रिङ बनाउने के भन्नु त स्ट्रिङ बनाउने होइन अनि बाइकमा गएर एकछिन बस्ने अनि घर जाने है त अनि चाहिँ अब हाम्रो डेस्टिनेसन पुग्नलाई त्यहाँ गएर यसरी पुगिन्छ ल अहिले त्यहाँ गएर भेटौँला अच्छा यसो चाहिँ यता मणिग्रामको सटर लाइनहरू भयो अनि हाम्रो हिरो चाहिँ यहाँ छन् हो हिरो अहिले चाहिँ होइन यस्तो दिउँसोमा बहुत घाम हुनाले के हजुर चाहिँ साँझ मात्र हिँड्नु अनि फेरि हिँडे पनि त छाता उठाएर हिँड्ने फेरि म जस्तै कालो हुनुहुन्छ हजुर पनि बुझ्नुभयो नि यहाँ चाहिँ न्यू इन्भाइरोमेन्ट छ स्कुल मणिग्राममा अनि फेरि यो फेरि 99मा बिरयानी मणिग्रामहरूमा चाहिँ होइन यस्तो 99मा यस्तो सामानहरू पाइदो रहेछ क्या अघि त 99मा बिरयानी अनि यहाँ फेरि 99मा फेरि यस्तो यो सपिङ सेन्टर जस्तै छ यहाँ हामीहरू चाहिँ यहाँ आइसकेको छौँ मणिग्रामको यो गिटार पसलमा ल भनिदेऊ त सेकेन्ड र थर्ड दुइटै हो न त्यसो गिटारहरू छ स्ट्रिङ आइसकेको छ दुइटाको 100 रुपियाँ नाल्ने अब कहाँ यहीँ बाहिर हालिदिउँ न त कहाँ दाइको जाऊँ न त अब चाहिँ गाई झन् म के भन्नु थिएँ भन्दाखेरि भित्र चाहिँ स्वर्ग छ बाहिर चाहिँ नर्क छ है ए भित्र त एसी थियो नि हजुर त्यहाँ चाहिँ होइन गिटारको तार हालिदिने दाइ चाहिँ हुनुहुन्थेन आन्टी मात्र हुनुहुन्थ्यो अनि तार दिनुभयो अनबक्सिङ हानेको तारको क्वालिटी चाहिँ हेरौँ है ए यस्तो पो तार पाएछ यार कुन हो नि कति कुन कुन रे थर्ड सेकेन्ड र थर्ड सेकेन्ड र थर्ड यो चाहिँ थर्डको हेरेको गाई झन् यस्तो यही थर्ड क्लास माल पर्दो रहेछ सेट किने पारा अलि फाइदा हुन्थ्यो राम्रो नि पाउँथ्यो अरे अब पैसा छैन पैसा भएको सेट किनेर ल भिभा 99 है यो मणिग्रामको सबको त्यो खुलेको रहेछ क्रिएटिनहरू अनि यहाँ चाहिँ 100 रुपियाँको साइडमा ठ्याक्क जब हामीहरू छ न यहाँ पार्कमा आएको छौँ पार्कमा चाहिँ अब एकछिन खेल्छौँ त्यसपछि उही घरतिर उता लाग्छौँ है आउनु त के खेल्ने यो चाहिँ मणिग्रामको यता सिधा 100 रुपियाँको सिधा बाटोबाट के ओ भाइ हो बान्धु पकडिदिउँ भाइलाई कुन भाइ हो कसलाई पकडिदिउँ लाइक सब्सक्राइब गर्न भनिदेऊ अंकल हजुरको नाति न हो फिर से आ गए रे बाबा इधर जाने का पैसा नहीं है तो जा हजुरको घर चाहिँ कहाँ पर्यो नि यही हो चोकमा हेलो गाइस ओए रोनाल्डो फ्यान ओए रोनाल्डोको फ्यानहरु ओए Messi, immens Messi, encara Messi. मेरो पछि छोड्देऊ केटा हो घर जाऊ तिमीहरु मेसी के आउँछ उडाउन आउँछ धुम मचाले शिव मजा आया शिवा हेलो बन्धु
Camera बन्द गर्नु के हुन्छ गर्दैन जाऊ के रम के गरेको यो ओए 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 मेरो मोबाइल हो यो प्यारी समझ गई कोही यहाँ त यार केही पनि त्यस्तो नरहेछ न खेल्ने कुराहरू सब भाइ बहिनीहरूको लागि रहेछ के गरौँ गाइज अब मामी खेल्न आएको के अरे मामीले पानी गर्ने खेल्न अब के नै गर्नुहुन्छ र हल्का एक्सर्साइज हानौँ भनेको के चुप गाइज यहाँ चाहिँ राति राति मजदुरी चलिरहेछ हाम्रो अङ्कल हाई भनिदिनु न मेरो युट्युब च्यानल छ नि अङ्कल ल ल अनि कहाँ हिँड्ने हो त म त अब घरतिर जान थालेको यहाँ साथी मेरो त्यहाँ तुलसीपुरतिर ल यसको के गिटार थियो गिटारको तार चुडेको थियो ए हजुर के भनेर हेर्ने त अब यो तिमीलाई अब मेरो चाहिँ कृष्ण पुन ब्लग हो हजुर ल हो ल ल ठिक छ है त ल अङ्कल गयो त गर्दै गरौँला नि है हुन्छ ल अङ्कल अब चाहिँ अब गएर भात खाने त होला नि भात खाने सुत्ने अरू के गर्छौ तिमीले अब घर गएर भात खाने सुत्ने अँ एकछिन टिकटकमा लाइभ बस्ने अँ अनि बल्ल सुत्ने अनि फेरि भोलि बिहान उठेर कोचिङ जाने यति हो मेरो चाहिँ कोचिङबाट आएर पनि होइन फेरि फेरि भात घुम्ने सुत्ने अनि फेरि स्कुल जाने फेरि साँझ कोचिङ पढिन्छ फेरि स्कुल चाहिँ फेरि घुम्ने सकेको छौँ यहाँ चाहिँ हाम्रो सन्जेसन फेरि पनि कुन कुन चाहिँ कुन 6 लाइन हो यो सेकेन्ड सेकेन्ड 6 लाइन हो हेलो गेम खेल्न हतार छ भाइलाई निक्लियो मेरो पनि त्यस्तै भएको छ होला यार ऱ्याङ्क हेरिदिउँ त यहाँ मेरो आइडी खै खै साथीको आइडी के साथीको आइडिया देखाउन त्यही पनि कतिमा छ ऱ्याङ्क तिम्रो मेरो आइडी यत्रको छैन भाइले गेम खेल्दै बस्छन् तिम्रो स्कुल नाम बताइदेऊ के अरे एपेक्स कसरी हाल्छ यहाँ देखाइदेऊ न यसरी हो भाइ यस्तरी गरेर होइन यसलाई यस्तरी हालिदिनु यो चाहिँ यति बालीले बसिरहेको तान्दिनु अब बस्यो हाम्रो सोमै जर्सीवाला अनि यहाँ दाइले चाहिँ हेर्दै बस्नुहुन्छ यस्तरी लगाएको छ भनेर गिटारमा दाइ अलिकति आफूले यही सिकोस् न फेरि आयो यो भाइ कहाँ जाने यहाँ यति राति भाइलाई बोलाउँछौ यति राति भाइलाई बोलाउँछौ कहाँ जाने तिम्रो कहाँ डुल्न ए दाइ चट्टु नान्नु उयो गर्नु दाइ फेरि अर्को आएन हिरो स्प्राइट लिन आएको रहेछ आज पार्टी हो क्या घरमा मुखले नि अझ नसकेर मोबाइल हेर खालि लैदेऊ मोबाइल लैदेऊ यो पो गरेर रहेछ यार मैले टाढ छुट्यो है फेरि ल्याउनु पर्यो ल पैसा खर्च भयो भर्खरै हालेको भर्खरै चुड्यो कुन चाहिँ हो चुडेको फर्स्ट चाहिँ चुड्यो यो नि चुड्यो फेरि चुड्यो दाइ नै चुर्यो दर्सिन्छ एउटा सुन्न पर्यो कि हाम्रो अडियन्सको लागि ल जुन पनि हुन्छ गयो एउटा हाम्रो दाइले हेर्दै हुनुहुन्छ भाइ कति प्याक चढाउनु भयो कति प्याक गयो 2 अब यहाँ मजाको सुन्दिनु है त
माया बस्यो त्यो मिठो बोलीले माया साथै माया बस्यो त्यो मिठो बोलीले माया साथै भयो रेलैले गीत भनिदिनु त दाइ कुन गीत माया प्रीति त्यो त्रिसना गुरुङको मलाई माया प्रीति आउँदैन ल अर्कै भनिदिनु दाइ दालको पानी भन्नुभयो माछीले खानेवाला अनिल सिंहको लेकालियो चोएको छ आउँछ ल हामी ओइ आन्टीहरू लडेछन् रे गाइस आन्टीहरूले के गर्नु छ अरे तिमी नि गएर गरिदेऊ भने जाऊ लड्छौ तिमी के जोन भाइ गाइज हामीहरू चाहिँ अब गीताहरू सब त्यो भइसक्यो एउटा तार टुटिदियो क्या अझै यिनले हल्का खै के गरिदिएन गडबड यो गर्छु भन्दा उ त्यो गरिदिएन थर्डको गर्छु भन्दाखेरि सब फर्स्टको भयो अब के अरे उस भयो कि उस अब फेरि भोलि जान सबै यहाँ छ भोलि चाहिँ फेरि फेरौँ न आजको लागि चाहिँ अब आजको लागि लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनु त बाइ